ल ल ल महेश बस्नेत एमालेको चोर झोले साला कुकुर फेरि हामी उठ्ने छौँ भन्दै त्यो जिममा राखेको त्यो के अरे झोलेहरूलाई होइन युवाहरू भन्छ तर युवा होइन तिनीहरू चाहिँ झोले हो त्यो जिममा राखेको यत्रो बडी बनाएर काभरेली सम्धि भन्दै आउँछ नि हो त्यो टाइपको सम्धिहरूलाई लिएर आएर रहेछ। अब यो महेश बस्नेत भनेको एमालेको झोले है सबैलाई थाहै छ। यसलाई राम धुलाई हान्ने मात्रै होइन कि यसलाई त मार्नुपर्ने थियो है भेटेन होला केटाहरूले ठिकै छ। अनि जेनजीले देश बनाउने होइन भन्छ जेनजीले कसले भने त देश बनाउने जेनजीले त एउटा योगदान पो दियो त देश बनाउनु त प्रधानमन्त्रीले हो गृहमन्त्रीले हो ठुल्ठुलो पदमा रहेको मन्त्रीहरूले हो नि। यत्रो वर्ष तेरो बाउहरूले तेरो बाउहरूले चाहिँ खोइ त देश बनाएको सधैँ देश घाटामै सधैँ ऋण लिएको छ सधैँ एउटै तेरै बाउ मात्रै पदमा तेरै बाउ मात्रै पिएम अनि कसरी हुन्छ त महेश बस्नेत तेरो त ए भगवान् यत्रो दिनसम्म कहाँ लुकेथिस् भने कि यत्रो ठुलो कुरा गर्ने मान्छेले लुक्नु होइन नि भने आन्दोलनमा आएर म महेश बस्नेत एमालेको झोले भन्न सक्थिस् सालाको कुरो।